सर पनि अब नेपाल आर्मीको रिटायर भएर यहाँ चाहिँ व्यवसाय गर्न आउनु भएको छ। आखिर हेर्नुहोस् त हाम्रो अब जगत दाईको कुरा अझ त उहाँ हाम्रो नानी बाबुको कुरा गरौँ होइन। सबै हामी चाहिँ के छ त केही न केही पेसामा इन्भल्भ हुनुपर्छ भनेर हामी यहाँ लगभग सबै उद्योग वाणिज्य सङ्घको सदस्य हुनुहुन्छ क्या। यहाँ जतिसम्म हामी अहिले 8-10 जना सबैजना उद्योग वाणिज्य सङ्घसँग रिलेटेड हुनुहुन्छ, नजिक हुनुहुन्छ। त्यस कारणले उद्योगी व्यवसायको हकित र कठिन परिस्थितिहरूलाई उद्योग वाणिज्य सङ्घले आवाज बुलन्द गर्दै तपाईँको समस्यालाई समाधान गर्छ। त्यस कारणले जेसुकै परे पनि तपाईँको खुसीमा रमाउने परिवार हो हामी, तपाईँको दुःखमा हजुरहरूलाई साथ दिने परिवार हो। त्यो हिसाबले पनि उद्योग वाणिज्य सङ्घसँग हामीहरूको जुन सामिप्यता छ गत केही वर्षदेखि अझ यसको प्रगाड बनोस्। भोलिका दिनमा पनि तपाईँले उद्योग वाणिज्य सङ्घले गरेका गतिविधिहरूमा समावेश भएर आउने वातावरण मिलोस्। हामी उद्योग वाणिज्य सङ्घसँग एउटा सदस्य सचेतना कार्यक्रम लिएर घर दैलो गर्दै छौँ। अहिले हामी अर्घाउँचोकसँग आइपुग्यौँ, बिजापुरबाट सुरु गर्दै हामी भोलि चाहिँ तालचोक आउँछौँ। पर्सि 2-4 दिनमा त पावर हाउसमा पनि हामीले बजार भिजिट कार्यक्रम गर्दैछौँ। त्यहाँ हामीले आन्तरिक राजस्व कार्यालयको 5 नम्बर छ कि छैन, अनि भोलि तपाईँहरूलाई अनुमोदन आयो भने राज्यले हैरानी दिने, तपाईँहरूलाई धरपकड गर्ने, तपाईँको ताला मारिदिने समस्या हुनसक्छ। त्यस कारणले त्यसलाई त्योबाट बच्नको लागि हामीले चाहिँ कमसेकम करपाटी 5 नम्बर भएको करपाटी राखेको कि छ कि छैन, तपाईँले असोज मसान्तसम्म राज्यले कर तिर्ने व्यवस्था मिलाएको छ, केही छुट सहुलियतका कुराहरू छ, त्यो कर तिर्नु भएको छ कि छैन, यी कुराहरूलाई लिएर हामी सचेतनात्मक घर दैलो तपाईँलाई एक ठाउँमा पनि होइन, हामी प्रत्येकको व्यवसायहरू किनभने तपाईँ काउन्टर बिजनेस गर्ने मान्छेलाई एक ठाउँ बोलाउँदाखेरि धेरै कुराहरू छुट्न सक्छ, ग्राहक भाग्न सक्छन्, अन्तिम सेवा सुविधा दिन सकिन्न भनेर तपाईँलाई हामीले उद्योग वाणिज्य सङ्घले घर दैलो सेवा भनेको व्यवसायको दैलोमा चाहिँ सेवा उपलब्ध गर्दै उद्योग वाणिज्य सङ्घ त्यो अभियानमा छ। र हाम्रो हामीले हाट बजार स्थानीय उत्पादनलाई अलिकति प्राथमिकता दिने भनेर तपाईँको 1 किलो काउली किन नहोस्, 2 किलो टमाटर किन नहोस्, तपाईँले उत्पादन गरेको तरकारीसँग लगेर बेचेर फेरि अरू आफ्नो मनपर्ने तरकारी ल्याउन अथवा 2 पैसा भने नि गोजीमा आफ्नो साथमा पर्नको लागि हाट बजार पनि सञ्चालन गर्दैछौँ लेखनाथ उद्योग वाणिज्य सङ्घले महोत्सव स्थलमा। त्यसलाई पनि छिटो हामीले चाहिँ यही भदौ महिनामा उद्घाटन गर्ने हामीले रणनीति बनाएका छौँ। तपाईँहरूलाई त्यो पनि हाम्रो सामाजिक मिडियाहरूबाट आउला। अर्को कुरा असोज 3 गते हाम्रो साधारण सभा छ, त्यो साधारण सभामा पनि हजुरहरूलाई निम्ता गर्न पनि हामी यो घर दैलो अभियान सँगसँगै आउनेछौँ। यिनै कुराहरू राख्दै सफलताको फेरि व्यवसायिक सफलताको शुभकामना। यस सफलतामा साथ दिन आउनुहुने लेखनाथ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र वास्तुलाज्यू, द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईज्यू, सल्लाहकार प्रकाशलाल श्रेष्ठज्यू, त्यस्तै गरी हाम्रो यहाँ सफल व्यवसायीहरू हुनुहुन्छ सरको शुभ नामहरू मलाई राजकुमार अधिकारीज्यू, नानी बाबु खत्रीज्यू, त्यस्तै गरी सरको नाम हजुर विकल श्रेष्ठज्यू लगायत सबैलाई फेरि पनि दिपेन्द्र केसी र नन्दमाया केसीलाई व्यावसायिक सफलताको शुभकामना उहाँको तर्फबाट पनि भन्दै मेरो मन्तव्य यही अन्त्य गर्न चाहन्छु। नमस्कार। थ्याङ्क यू।